अहिले प्राय व्यक्तिहरूको दिनको सुरुवात र अन्त्य स्मार्टफोनबाट हुन्छ भन्दा फरक पर्दैन। बिहान उठेपछि सबैभन्दा पहिला र राति सुत्नुभन्दा ठिक अगाडि हामी स्मार्टफोनमै भुलिरहेका हुन्छौँ। हाल मात्रै गरिएको एक अनुसन्धानले देखाएको छ कि मानसिक स्वास्थ्यका लागि स्मार्टफोनको प्रयोग सीमित गर्नु आवश्यक छ। 72 घण्टा मात्रै पनि स्मार्टफोनको प्रयोग कम गर्दा त्यसले मस्तिष्कमा सकारात्मक परिवर्तन ल्याउने निष्कर्ष अध्ययनले निकालेको छ। जर्मनको हाइडेलबर्ग विश्वविद्यालय र कोलोन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले 25 युवामा यो अनुसन्धान गरेका थिए। प्रकाशित अध्ययनको रिपोर्टमा उल्लेख गरिए अनुसार स्मार्टफोन प्रयोग गर्ने 18 देखि 30 वर्षका 25 युवामा यो अनुसन्धान गरिएको थियो, जसमा 13 जना महिला र 12 जना पुरुष सहभागी गराइएको थियो। अध्ययनमा सहभागी गराउनुभन्दा पहिला उनीहरूमा स्मार्टफोन तथा भिडियो गेम सम्बन्धी लत तथा कुनै मानसिक समस्या नभएको पुष्टि गरिएको थियो। उनीहरूको व्यवहार, आनीबानी र रुचिबारे बुझ्न सुरुमै 2 प्रश्नावली समेत भराइएको थियो। 72 घण्टासम्म उनीहरूलाई अत्यावश्यक कामका लागि र परिवारसँग मात्र सम्पर्क गर्न स्मार्टफोन दिइएको थियो। उनीहरूको मस्तिष्कको अवस्था जाँच गर्न मस्तिष्कको एमएमआरआई स्क्यान गरेर हेरिएको थियो। सुरुको स्क्यान स्मार्टफोनको प्रयोगमा सीमितता गर्नु अघि नै गरिएको थियो। बीचमा र 72 घण्टाको अवधि सकिएपछि अन्तिम स्क्यान गरिएको थियो। स्मार्टफोनको प्रयोग सीमित गर्दा लतसँग सम्बन्धित न्युरोट्रान्समिटर प्रणालीले मस्तिष्कमा कस्तो असर पार्छ भनेर अनुसन्धानकर्ताले जाँच गर्न खोजेका थिए। स्मार्टफोनको प्रयोग सीमित गरिसकेपछिको मस्तिष्क स्क्यानमा विभिन्न प्रयोग गरिएको थियो। स्क्यानको समयमा सहभागीहरूलाई रमाइला दृश्य देखाइएको थियो, जस्तो फुल, ढुङ्गा आदि, अनि बन्द रहेका र खोलिएका स्मार्टफोन पनि देखाइएको थियो। यसमा मस्तिष्कको फरक अवस्था स्क्यान भएको थियो। स्क्यानरहरूले के देखायो भने स्मार्टफोन प्रयोग सीमित गर्दा डोपामाइन र सेरोटोनिनसँग सम्बन्धित क्षेत्रतिर मस्तिष्कको गतिविधिमा परिवर्तन छ। भावना तथा लतलाई नियमन गर्ने प्रणाली न्युरोट्रान्समिटरमा सकारात्मक परिवर्तन आएको थियो। यसरी छोटो अवधिमा पनि स्मार्टफोनको प्रयोग सीमित गर्दा त्यसले मस्तिष्कमा सकारात्मक परिवर्तन गराउने निष्कर्ष अनुसन्धानकर्ताको छ। यो सामग्री मैले अनलाइन खबरबाट लिएकी हुँ।